मेरो नाम कविन्द्र प्रसाद शर्मा सापकोटा हो। म सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रम देवघाट धामको केन्द्रीय सभापतिको रूपमा रहेको छु। यस संस्थाको जन्म 2055 सालमा 22 बिघा भन्ने ठाउँमा प्रकाश सापकोटाको अध्यक्षतामा विधिवत रूपमा जन्मेको हो र यसले धेरै कालखण्ड पार गर्दै यसलाई एउटा धार्मिक पर्यटकीय क्षेत्र देवघाट जुन काली र चाहिँ त्रिशुलीको सङ्गम छ, त्यहाँ धार्मिक पवित्र स्थान त्यसलाई मानिन्छ। त्यस ठाउँमा यहाँबाट पहिलेका बन्धुहरूले त्यहाँ देवघाटको देउपुर भन्ने ठाउँमा लगेर जग्गा त्यहाँ खरिद गरेर उहाँले एउटा कनिकेको बुटमा चाहिने पूजा गर्ने चाहिँ जुन सुरुवात गर्नुभयो, त्यसलाई मन्दिरमा परिणत गरेर त्यसलाई कुल मन्दिर बनाएर त्यसमा पूजा गर्ने चाहिने कुरा भयो। त्यसपछि देवीको मन्दिर बनाउने भनेर विन्ध्यवासिनीको मन्दिर बनाउनु भएर पूजा भइरहेको छ र यसपछि त्यहाँ धार्मिक रूपले आउने बन्धुहरू देवघाट स्नान गर्ने, कालीगण्डकी स्नान गर्ने, त्रिशुली स्नान गरी आफूलाई शुद्ध पवित्र बनाएर अनि त्यसपछि कुल मन्दिरमा गएर आफ्ना पितृहरूलाई दर्शन गर्ने, पितृहरूको उपासना गर्ने, दर्शन गर्ने, यी सबै पितृका कार्यहरू गर्ने, कुल पूजा गर्ने काममा सम्पूर्ण सापकोटाहरू एकबद्ध हुनुहुन्छ र एकातिर कुलको सेवा गर्नुभएको छ, अर्को धार्मिक पर्यटकीय क्षेत्र देवघाटलाई एउटा धार्मिक पवित्र क्षेत्रको पवित्र ठाउँमा गएर स्नान गरेर आत्मशुद्धि गर्ने काम हाम्रा बन्धुहरूले गरिरहनु भएको छ। यो सेवा देश विदेशमा रहनुभएका सम्पूर्ण सापकोटाहरूले लिइरहनु भएको छ र हामीलाई खानेपानीको अत्यन्त चाहिने अप्ठ्यारो र ठुला कार्यक्रम गर्दाखेरि पानी नपुग्ने अवस्था रहिरहेको अवस्थामा झन्डै 62,000 लिटर क्षमताको टङ्की लक्ष्मण प्रसाद सापकोटा अहिले काठमाडौँ वनस्थली बस्नुहुन्छ एरआइटीमा, उहाँको घर गुल्मी हो। उहाँले चाहिने उहाँको लगानीमा खानेपानी टङ्की निर्माण भएको छ र हामीले अतिथि आवासको लागि पनि 16वटा कोठाहरूमध्ये 12वटा कोठा डबल बेडका र 4वटा कोठा चाहिँ 4 बेडका कोठा रहेका छन्। हामीले 40 जना जतिलाई अट्याच टोयलेट बाथरुम भएका कोठाको सेवा उपलब्ध गराउने गरेका छौँ ज्ञान प्राप्तिको लागि र हाम्रा सापकोटा बन्धुहरूको चिनारी र सापकोटाले चाहिँ प्रकाशन गरेका सबै विधाका किताबहरू सङ्कलन गरी सबैलाई पठन पाठन गर्ने अवसर जुटाउने हेतुले बागलुङ नगरपालिका वार्ड नम्बर 4 कुणुलेमा जन्म भई हाल काठमाडौँ एरआइटी वनस्थलीमा बस्ने थमलाल सापकोटाबाट रु 5 लाख रुपियाँ प्रदान गरी अहिले पुस्तकालय सञ्चालनमा आएको छ। त्यहाँ धार्मिक किताबहरू र सापकोटा बन्धुहरूले चाहिने प्रकाशनमा ल्याउनुभएका किताबहरू सङ्ग्रहित भएका छन्। त्यसको व्यवस्थापनमा हरिदास सापकोटाले व्यवस्थापकीय सहयोग गरिरहनु भएको छ। आज 2081 साल पौष 6 गते यस सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रम देवघाट धामको 26औं साधारण सभा अहिले हाम्रो यसै केन्द्रको सभा हाल्न सुरु हुन गइराखेको छ। योभन्दा अगाडि हामीले यहाँ हाम्रा मुख्य मान्यजनहरूसँगबाट जो पहिला प्रारम्भमै यस संस्थासँग लागि पर्नुभएको थियो उहाँसँगहरूबाट हामी केही कुराहरू अहिले लिन गइराखेका छौँ। उहाँहरूबाट कसरी यो संस्थाको विकास भएको थियो भन्ने कुरा उहाँहरूबाट हरेक उहाँहरूसँग प्रश्न गरेर हामीले लिँदैछौँ। आदरणीय सभापति, हाम्रो यो सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रम देवघाट धाम जुन हाम्रो सापकोटाको मुख्य कुल मन्दिर छ,
यसको सुरुमा स्थापना कसरी गरियो, को व्यक्तिहरू यसमा लाग्नुभयो र कसरी यसको विकास भएर यहाँसम्म आइपुग्यो, यसको बारेमा हजुरले स्पष्ट पारिदिनुहुन्छ। सापकोटा कल्याण केन्द्र नेपाल देवघाट धाम तनहुँको स्थापना 2055 सालमा बेनीपुरमा चितवन जिल्लामा दर्ता भई यो अवस्थामा आएको छ र यसले मुख्य गरेर सापकोटालाई सापकोटाद्वारा गरिने पुनित कार्यहरूमा जोड्ने काम गरेको छ र यसको सङ्गठन 55 जिल्लामा जिल्ला कार्य समितिहरू बनेका छन्, 7 प्रदेशहरू बनेका छन् र केन्द्रीय कार्य समिति, सल्लाहकार समिति अनि त्यसपछि अनुसन्धान समिति र विभिन्न भाषा समितिदेखि पूजा समितिदेखि लिएर सबै समितिहरू क्रियाशील भएर काम गरिरहेका छन्। यसको क्षेत्रफल 38 रोपनी 12 आना छ र यो क्षेत्रमा सभा हल छ, कुल मन्दिर छ। यहाँ दीप प्रज्वलन 24 घण्टा 55 सालदेखि चाहिँ अविरल के भन्छ अविच्छिन्न रूपमा दीप प्रज्वलन भइरहेको छ र यसले आफ्नो क्षेत्रलाई कम्पाउन्डको रूपमा राखेको छ। यसभित्र आवास भवन 2 तले 16 कोठाको चाहिँ सम्पन्न भएको छ, सुविधा सम्पन्न यो र यसको खास उद्देश्य समाजका आदर्शवान व्यक्ति र सापकोटालाई हरेक समाजले चाहिने मान्य दृष्टिले हेर्न सक्छ भन्ने स्थापित गर्ने उद्देश्य छ र भएका सापकोटाले नभएका सापकोटाहरूलाई सहयोग गर्ने, उत्थान गर्ने, अभिवृद्धि गर्ने, सापकोटाको वंशलाई अद्वितीय रूपमा नमुनाको रूपमा गराउने यसको लक्ष्य रहेको छ। आदरणीय बुवा, हजुर चाहिँ यो सापकोटा कल्याण केन्द्र नेपालमा सुरुदेखि नै जोडिनु भएको र विशेष गरेर हजुरको योगदान चाहिँ यसको सापकोटाहरूको वंशावली निर्माणमा रहेको छ। त्यो वंशावली निर्माण छोटो रूपमा वंशावली निर्माणलाई कसरी अगाडि बढाउनु भयो, साथै यो संस्थाको विकास चाहिँ कसरी भइराखेको छ, हजुरको अनुभव कस्तो लाग्छ, छोटो रूपमा बताइदिनु। धन्यवाद। 2063 सालमा वर्तमान अध्यक्ष र म रेग्युलर संस्थापक यसको सदस्य भएर त्यस बेलामा उपाध्यक्षको पद लिएर 2066 साल जेठको 23 गते यो संस्थाले देशभरि छरिएर रहेका सापकोटाहरूको वंशावली निर्माण गर्नुपर्यो भनेर मेरो नेतृत्वमा गठन भयो वंशावली निर्माण समिति। त्यसपछि त्यो मध्येमा 5 जना सदस्य, 4 जना मसहित 4 जना सदस्य निर्माण गरेर यो देशमा हामीले निर्वाचन आयोगमा गएर सापकोटाको कुन जिल्लामा कति छन् भनेर त्यसको सङ्ख्या लिएर हामीले त्यो बेला 62 जिल्लामा सापकोटा भएको हामीले निर्वाचन आयोगबाट सूचना प्राप्त गऱ्यौँ। त्यसपछि राजेन्द्र सापकोटा र म, बुद्धि सापकोटा, जगदीश सापकोटा हामीहरू यो देश घुमेर वंशावली निर्माण गऱ्यौँ। त्यस अवस्थामा सानो रूपको यो संस्था थियो, अहिले यो भव्य रूपमा भएको देख्दा हामीलाई एकदम आनन्द लागेको छ र अहिले वर्तमान अध्यक्षले यसको लागि धेरै कुरा परिमार्जन गरेर व्यवस्था मिलाएर यो प्रत्येक जिल्लाबाट सापकोटा भएको ठाउँबाट परिमार्जन गरेर यहाँ उपस्थित बनाउनु भएछ। यही हो यसको विशेषता। बुवा नमस्कार। यो सापकोटाहरूको संस्था स्थापना गर्ने भनेर 2051 सालदेखि कुराहरू सुरु भएका थिए। हजुर 51 सालदेखि नै हाम्रो कुल मन्दिर भरतपुरमा हुँदाखेरि देखि नै हजुर जोडिनु भएको, भरतपुरदेखि यहाँसम्म आउँदाखेरि यसले के चरणहरू पार गर्यो, यसको दर्ता गर्ने क्रममा के कामहरू गरिए र अहिले यो कस्तो भएको छ, हजुरको अनुभवमा कस्तो लाग्छ, थोरै बताइदिनु, छोटो रूपमा बताइदिनु। सभापति भएको बेलामा भाइहरूको को आयो, अहिलेसम्म छैन। यहाँ हाम्रो पूजा सधैँ आउनुहोस् भन्नुको लागि त्योभन्दा अघि को पनि मलाई धेरै सम्झना छैन बिर्सन। र कुल पूजामा गइसकेपछि मेरो मनमा तत्कालै लाग्यो
कि हाम्रा अग्रजहरूले कुल पूजा गर्दा कुनै लिखित दस्तावेज राख्नुभएको रहन्छ। अहिले अप्ठ्यारो भएको छ, इतिहास पत्ता लगाउन सकिएको छैन। तपाईँको माइनर बनाउनुहोस्, आजको उपस्थिति गर्नुहोस्, त्यो दिनको कुल पूजा सकिएपछि अब यसलाई थाहै बनाउनुपर्छ, जग्गा खोज्नु पर्छ। हामीले सापकोटा भाइ पढ्ने हुनुहुन्थ्यो, अहिले मलाई नाम याद भएन। उहाँले म एक कट्ठा जग्गा दिन्छु, अरू किन हो त्यो भन्नुभयो। हामीसँग किन्ने पैसा पनि जुट्या थिएन। त्यो खोज्दा खोज्दै केशव राज सापकोटाले यो जग्गा देखाउनु भयो। भाइहरू अहिले राजेन्द्र सापकोटा फलानन्द सापकोटा बिमारी भएर आउन सकेका छैन। उनीहरूले आएर हेरिसकेपछि दाइ हाम्रो जग्गालाई हेरेर पत्तो लाग्यो, तपाईँ गएर कमाइदिनुहोस् भनेर मलाई भने यो उधारो लिएको दुई चारचोटि यो राजस्थानको माउन्ट आबु भन्ने ठाउँमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र छ, त्यहाँ गयो। त्यहाँ तिनीहरूको एउटा स्वर्गीय समाज छ। त्यो समाजले एउटा पिस पार्क भन्ने बनाएको छ। त्यहाँ कुनै पनि महिना फुल नफुलेको ठाउँ हुँदैन। मान्छेहरू त्यसैको आनन्द लिनलाई जान्छ। त्यस्तै बनाउन मिल्ने ठाउँ यो मेरो मनमा लाग्यो। त्यसलाई किन्न भनियो, किनियो, भाइहरू लागेर किन्नु। त्यो किनिसकेपछि यसको प्रगति जति हामीले यहाँका समितिहरू बनाएर दिनमा लगायौँ, जुन समितिलाई जे जम्मा दियो त्यो इमान्दारीपूर्वक पुरा हुँदै आएको छ, हाम्रो भाइहरूले गरिराखेका छन्। र यो अब यहाँसम्म आइपुगेको छ। पाहाडमा बान्द्रेबाट हामीहरू आएको, त्यहाँ कुलपूजा हुन्थ्यो। त्यो कुलपूजा यहाँ आएर एक्लै गरेर साध्य भएन, कसरी गर्ने भन्ने जुन सोचाइ मनमा थियो यसले पूर्ति गरिरहेको छ, पुरा भएको छ। यो अझ बनाउनु बाँकी छ। यसलाई चाहिँ नि माउन्ट आबुको पिस पार्क जस्तै बनाउने मेरो धोका छ। र अहिलेका भाइहरू र अहिलेको जुन समिति छ उनीहरूलाई म आग्रह पनि गरेका छु, तपाईँ पिस पार्क हेरेर आउनुहोस्, एकचोटि माउन्ट आबु जानुहोस्। नहेरी संसार नहेरी बुझिँदैन, त्यो हेरेर आउनुहोस्। अनि त्यस्तै पिस पार्क यहाँ बनाउनु पर्छ भनेर मान्नुभएको छ। मलाई कुल देवताले जिम्मा दिनुभएको रहेछ। म आफूले केही नगरे पनि अराइराखेको छु। टिकारामलाई यहीँ हुनुहुन्छ, उहाँले चाहिँ नि राजेन्द्र भाइले वंशावली निर्माण गर्ने काम खुब मेहनत गरेर गर्नुभयो। उहाँहरूलाई धन्यवाद दिनुपर्छ। म मेरो छोटो बनाइ नमस्कार, म यो संस्थाको सचिव। अहिले हजुर चाहिँ निकै लामो समयसम्म यो संस्थामा जोडिनु हो। 2051 सालदेखि नै हजुर लागेको मेरो अनुभव। हजुर 51 सालदेखि लाग्नुभयो। यो यहाँ जग्गा प्राप्तिको लागि पर्नुभयो। यो मन्दिरहरू बनाउनलाई, यो सभा हलहरू बनाउनलाई, यहाँ पछाडि आवास बनाउनलाई विशेष भूमिका रह्यो। त्योभन्दा पनि बढी भूमिका सापकोटाहरूको जुन वंशावली बनाइयो, त्यो वंशावलीमा हजुरलाई विशेष हजुरको योगदान त्यहाँ रहेको देखिन्छ। यो कसरी सम्भव भयो र अहिले यो कसरी यो अगाडि बढोस् भन्ने चाहनुहुन्छ, छोटो रूपमा बताइदिनु। सबभन्दा अब पहिला यो संस्था खास गरेर संस्थाको जन्म सुरुमा चितवन भरतपुर वार्ड नम्बर 8बाट सुरु हो। एकजना बन्धुले चाहिँ 6 धुर जग्गा कुनको नाममा दिन्छु भन्नु, त्यहाँ गएर 51 सालदेखि चितवन जिल्लामा बसाइ सराई गरेर आउनुभएका 18 जिल्लाका सापकोटाहरू बसेर पूर्व संस्थापक सदस्य प्रकाश सापकोटाको घरमा मिटिङ गर्ने गर्दै पछि एकजना बन्धुले वार्ड नम्बर 8मा 6 धुर जग्गा दिएर अनि हामी त्यहाँ कुल पूजा सुरु गरियो। र पछि त्यही कुल पूजामा विवाद आयो। अब बलि पूजा गर्ने कि नगर्ने, बलि पूजा गर्ने एकतर्फ, नगर्ने एकतर्फ भएपछि हामीलाई को ठाउँ त्यति जचेन। अनि हामीले चाहिँ त्यो समितिले निर्णय गरेर अन्त जग्गा खोज्ने भन्ने सल्लाह भएपछि हामी एक बेलुकी हामी चाहिँ 5-7 जना त्यो बेलाका खडन दाई, म, अब कृष्ण सापकोटा हुनुहुन्थ्यो पूर्व त्यो बेलाको सचिव लगायत हामी केही एक बेलुकी घुम्दा हामीले 2.5 लाख रुपियाँ जम्मा गर्न बन्धुहरूसित गएर सफल भयो।
त्यसमा बलिबद्ध सापटाको ठुलो पेज छ। उहाँले सुरुमै 51,000 म हाल्छु भनेपछि एकैछिनमा हामी 2.5 लाख जम्मा गर्न सफल भयो। त्यो पैसा अब के गर्ने भनेपछि अब यो बलि प्रथा गर्ने र नगर्नेको विवादले हामीलाई देउघाट यो मक्सर निषेधित क्षेत्र हो। यहाँ गएपछि बलिको भावनाले अब यहाँ गएपछि यो रोग हराउँछ नत्र नहराउने भयो जहाँ गएपछि भन्ने हामीलाई लागेपछि अनि हामी खडानन्द दाइ र म खास यहाँ आएर हाम्रा बन्धुहरूसित सल्लाह गरेर यो 5 रोपनी जग्गा सापकोटा बन्धुकै 5 रोपनी जग्गा दिन सफल भयो। यी जग्गा दाता चाहिँ सापकोटेहरू उहाँहरूलाई हामीले के वचन राखेका थियौँ भने यो जग्गा तपाईँहरूले बेच्दाका घरिमा हामीलाई नसोधी नबेच्नु भनेका थियौँ। त्यो कुरा उहाँहरूले पनि मान्नुभयो र उहाँहरूको जग्गा कर्म सब पैसा बन्धुहरूसित माग्दै थप्दै यो रूप अहिले बनाइयो 38-39 रुपियाँ जग्गा जम्मा गर्न हामी सफल भयौँ र यो संस्था यसरी बढ्दै गयो। अब खास गरेर अब यसको कहानी लामो छ। अब यसलाई त्यतातिर नभए यसको जन्मको छोटो परिचय पछि अब मैले एउटा छोटो अब के भन्न चाहन्छु भने यो हाम्रो संस्था अहिले देश विदेशमा पनि हामी राज्यभरि हामी सफल भयौँ। राज्यभरि हामी पुरै यस संस्था अन्तर्गतका बन्धुहरू मात्रै छन्। अब हामी चाहिँ आज यहाँ जति जम्मा छन् हाम्रो 61 जिल्लाका बन्धुहरू यहाँ सबै जम्मा हुनुहुन्छ। यो खुसीको कुरो हो। यो आफ्नो ठाउँमा रह्यो र विदेशमा पनि हामीले अब चाहिँ जापान बेलायततिर हामी समिति गरिसकेका छौँ। यो बाटोलाई अब यत्तिकै राखेर अब पछि चाहिँ एउटा वंशावली चाहिँ सङ्कलन गर्नुपर्छ भनेर बागलुङको टिकाराम सापकोटा र म खास गरेर दुईजनाको सल्लाहले हामी 63 सालदेखि हामी पहिल्यै यो वंशावली सङ्कलनमा लागिसक्यौँ। 63, 64, 65 हामी हिँडिसकेपछि 66 सालमा चाहिँ यो कार्य समितिले हामीलाई बोलाएर ल तपाईँहरू चाहिँ वंशावली सङ्कलन गर्नुहोस् टिम बनाउनुहोस् भनेपछि हामीले चाहिँ टिम बनाएर 5 जनाको टिम बनाएर हामी राज्यभरि आफ्नो खर्च खाएर हामी घुमेर खास गरेर पोखराको बुद्धिसागर सापकोटा, स्याङ्जा आरुचौर जगदीश सापकोटा अनि टिकाराम सापकोटा म 4 जना विशेष गरेर बढी तल्लीन भएर आफ्नो खर्चमा यो राज्यभरि डुलेर हामीले चाहिँ सङ्कलन गरेर 66 सालदेखि यो संस्थामा आबद्ध रहेर अनि हामीले वंशावली 74 सालमा संयोगले म आफ्नै सभापति जान आयो र त्यही सभापति कालमा मैले यो वंशावली 74 सालमा प्रकाशन उहाँहरूको पुरा सहयोग दाजु हजुर चाहिँ बेलायत घुम्नुभयो, अस्ट्रेलिया जानुभयो, यो संस्थाको विकास गराउनलाई त्यहाँका बन्धुहरूले निकै आर्थिक सहयोग गर्नुहुन्छ कि भनेर डुल्नु भएको हो। हजुरको त्यसमा धेरै योगदान रहेको छ। त्यसैले अब हजुरले त्यहाँ के गर्नुभयो छोटो रूपमा एकदम 2 लाइनमा केही बताइदिनु। अब म बेलायत घुम्न गएँ। बेलायत घुमेपछि बेलायतको सबै 4 राज्यमै म घुमिसकेँ। त्यहाँ सापकोटा बन्धुहरूलाई भेटेँ मैले। भेटिसकेँ त्यहाँबाट यो हाम्रो देवघाटको सापकोटा कल्याण केन्द्र ऋषि आश्रमलाई केही सहयोग गर्नुपर्छ भन्ने कोसिस गरेपछि त्यहाँ केही पैसा पनि थोर बहुत केही आयो र त्यहाँ समितिहरू पनि गठन गरियो बेलायतमा र त्यहाँको मतलब समितिमा चाहिँ हामीले विभिन्न सापकोटालाई दमाईको घर हुनुहुन्छ उहाँलाई त्यहाँको जिम्मेवारी चाहिँ अब बेलायतको सबै जिम्मा लिएर अरू युरोपतिर पनि तपाईँहरूले कोसिस गर्नु समिति पनि गठन गरियो र म धेरै ठाउँमा घुमेपछि अब पनि यो चाहिँ यसलाई हामीले धेरै सहयोग गर्छौँ र यहाँ एउटा चाहिँ चिल्ड्रेन पार्क बनाउनको लागि हामीले अरू पैसा यो समितिले गरेर यहाँ केही तपाईँहरूले यहाँको नक्सा डिजाइनहरू चाहिँ पठाउँछ भने निकै चाहिँ खुसी हुनुभएको छ। एकदम कसिएर लागिराख्नु भएको छ र यसलाई केही गर्ने उहाँहरूबाट पनि केही सहयोग हामीले अपेक्षा गरेका छौँ र त्यसरी फेरि पनि अर्कोचोटि पनि गएर त्यसमा संस्थाको महासचिव हुनुहुन्छ यहाँले अवधारणा खटेर संस्थाको विकासको निमित्त यो संस्थालाई अझै साङ्गठनिक विकास गर्नका निमित्त गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू राख्नका निमित्त तेस्रो कार्यकालमा सुरुमा यहाँको मास्टर प्लान थिएन। सबै बुझेँ मास्टर प्लान गर्नुपर्ने
मेरै सुरुबाट मास्टर प्लान बनायौँ। तत्कालीन कार्यसमितिबाट स्वीकृति पनि भयो। केही मास्टर प्लान अन्तर्गत मिलेर काम भइरहेको छ। त्यसमा किन काम मात्रै बाँकी छ। 10 वर्ष विभिन्नता भएको हुनाले 84 सम्ममा यो काम हामीले सम्पन्न गर्न आशा छ। 84 भन्दा पहिले धेरै कुराहरू निर्माण भइसकेको छ। अब बाटो वायु उद्यान र हरियालीहरू मात्र दिन बाँकी छ। एउटा भान्सामा त यही वर्ष गर्ने कार्यक्रम राखेको छ। प्रतिवेदन पनि आउँदैछ। त्यसमा अलि प्रश्न हात जोडेर क्षमा याचना गर्दछु। धेरै सङ्ख्यामा व्यवस्थापना गर्नुपर्ने हामी नयाँ कार्यक्रमहरू गइराखेको छु। म यो संस्थाको केन्द्रीय सचिव विष्णु सापकोटा। मैले आज यो हाम्रो संस्थाको 36औं साधारण सभाहरू आफ्नो कुर्सीमा कुर्सी छैन, खडा भएर पनि बस्दिनु होला, बाहिर कतै होलान्। जति व्यवस्था गर्न सकियो यसैमा हामीले सन्तोष लिनुपर्ने अवस्था अहिले रहेको छ। मैले हाम्रो यस प्रसाद शर्मा सापकोटालाई आजको यो सभाको अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध विराजमान भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो आदरणीय बुवा जो यो संस्थाको सुरु कालदेखि नै यो संस्थाको गर्भ अवस्थामा भएदेखिका कुराहरूदेखि नै जोडिनु भएको र हाम्रो हमेसा सल्लाहकार संयोजकको रूपमा भूमिकामा रहिरहनु भएको आदरणीय बुवा हाम्रो पूर्व चितवन जिल्लाका सभापति एवं आतिथ्यता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृष्णमोहन सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु। मोहन कृष्ण सापकोटाज्यू, मैले नाम चाहिँ कृष्णमोहन लेख्छु। हाम्रो पूर्व गृह सचिव आदरणीय मोहन कृष्ण सापकोटाज्यूको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तेजबहादुर थापा विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन टीकाराम सापकोटा वंशावली बनाउने अभियानकर्ता हुनुहुन्छ। उहाँले सकि नसकि विभिन्न जिल्लामा पढ्नु हुन हाम्रो पूर्व सहसचिव विभिन्न जिल्लामा अनुरोध गर्दछु। विष्णुनाथ सापकोटा वंशावलीका अभियानकर्ता राजेन्द्र प्रसाद सापकोटाज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। डाक्टर नन्द प्रसाद सापकोटा पूर्व निर्देशक स्वास्थ्य विभाग। यसै गरी हुन पूर्व सभापति आदरणीय व्यक्तित्व जो यो संस्थाको विकासको लागि सभाहरू हार्दिक अनुरोध गर्दछु। उहाँ बिमारी पनि हुनुहुन्छ। दाजु खडानन्द सापकोटा। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हाम्रो देवघाट गाउँपालिका वार्ड नम्बर 5 का वडाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। सभापति श्री शालिग्राम सापकोटाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मोती प्रसाद सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु। मोती प्रसाद सापकोटा पालिकाको अध्यक्ष आउनुभएको छ तेजबहादुर थापा। उहाँलाई कर्तव्य ध्वनिले स्वागत गरौँ र उहाँलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। धन्यवाद। म कार्यक्रमलाई अगाडि बढाउन चाहे स्वागत गरिदिनु हुन मैले हाम्रो नवराज सर हाम्रो धनकुमारी दिदीलाई अनुरोध गरेँ। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन सापकोटा कुलदेव मन्दिर। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन दानवीर सदस्यहरू हुनुहुन्छ प्रेम प्रसाद सापकोटी नगरपालिका, त्यहाँहरूलाई पनि आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी आजको सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ। हामीले उहाँहरूको कामको कदर गर्दै केही गर्नुपर्छ भने केही व्यक्तित्वहरूलाई हामीले अहिले सम्मान गर्दैछौँ र त्यसपछि केही हाम्रो प्राविधिक कार्य जगदीश सापकोटा, वैकुण्ठवासी गुणाकर सापकोटा, वैकुण्ठवासी दधिराम सापकोटा,
श्री नरेश्वर सापकोटा, प्रकाश सापकोटा संस्थापक सभापति हुनुहुन्छ। यसै गरी जयभद्र सापकोटा भरतपुर 9 र वैकुण्ठवासी टिका प्रसाद सापकोटा, अर्जुन धारा नपा सापकोटा उहाँलाई चाहिँ अगाडि आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। मौला कालिकाका सभापति अध्यक्ष शालिग्राम सापकोटा नाम आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ड्यासमा व्यक्तित्वहरू, यस संस्थाका आदरणीय पदाधिकारीज्यूहरू र विभिन्न जिल्ला प्रदेश र विभिन्न समितिबाट पाल्नुभएका अत्यन्त आदरणीय महानुभावहरू, यहाँहरू सबैप्रति म यो संस्थाको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु। अत्यन्त महत्त्वपूर्ण आवागमन, बसोबास र विभिन्न गुफाहरू, यी सबै र यहाँको प्रकृतिले पनि अद्भुत सङ्गमको स्थलमा सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति म नमन गर्दछु। निश्चय नै र आज यो रूपमा आइपुग्दाखेरि मलाई कति गौरव लागेको छ यो मैले वर्णन गर्न सकिनँ। तसर्थ जसरी सहभागी हुनुभयो, यो हामीलाई यो संस्थालाई प्रेरणा दिनुभयो भन्ने कुरामा म विश्वस्त छु। अब यो सेन्टरमा, त्यसपछि पद्मकन्या स्कुलमा धेरै अगाडिदेखि हामी ग्यादरिङ गऱ्यौँ र समाज सापकोटा कल्याण समाज जो जगडोलमा हाम्रा अग्रजहरूको सक्रियतामा यो हुनुहुन्छ, उहाँले पनि शुभकामना व्यक्त गर्नुभएको छ। तसर्थ त्यो जगडोलको मन्दिर स्थापना र हामीले वंशावली पनि केही तयार गरेका थियौँ। तर यो पछि दर्ता भए पनि यसको क्रियाशीलता र यसको गौरवको अगाडि हाम्रो क्रियाशीलता धेरै कम रह्यो। हाम्रो उपत्यकाका कृष्ण सापकोटाज्यूको विशेष सक्रियतामा यो सम्पन्न भयो र यसलाई र समय अभावमा म एउटै कुरा तन मन र यो वंशावली बनाउनमा पनि उहाँहरूको सक्रिय भूमिका रहनेछ भन्ने विश्वास गर्दै अब हाम्रो संस्थामा अलिकति युवा वर्गलाई अलिकति समेट्न हाम्रो अलिकति कम भएको जस्तो मैले महसुस गरेको छु। युवाहरूले पनि यसमा सहभागी सक्रियता देखाई युवा भन्दा पनि हाम्रा आदरणीय ज्येष्ठ नागरिकहरू उपस्थित महानुभावहरूप्रति पुनः स्वागत अभिवादन गर्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। अब हामी अगाडि जाँदैछौँ। हाम्रो यहाँको स्थानीय सरकार हाम्रो अगाडि हुनुहुन्छ, एकदम कम छ। हामी उहाँलाई छोटो मन्दिर गैडाकोटका पूर्व सचिव हुनुहुन्छ, यस्तै केन्द्रीय सल्लाहकारहरू हुनुहुन्छ। सबैलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दै हाम्रो प्रमुख अतिथि बुवा कृष्णलाल सापकोटाज्यूलाई अनुरोध गरेँ र ब्यानर पढेर उद्घाटन गरिदिन हाम्रो सभापतिज्यूलाई सापकोटा कल्याण केन्द्रीय कार्यालय देवघाट धाम। यस सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रम देवघाट धाममा
यस कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथिज्यू, मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू र सम्पूर्ण सापकोटा बन्धुज्यूहरू, सर्वप्रथम यहाँहरूको यो ठुलो भेलालाई, यस गरिमामय भेलालाई देवघाट गाउँपालिकाको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छ। यहाँहरूको यो गरिमामय भेलामा देवघाट गाउँपालिकाको प्रतिनिधिको तर्फबाट, गाउँपालिकाको प्रमुखको तर्फबाट यहाँहरूसँग आफ्नो सामान्य सानो भनाइहरू राख्न पाउँदाखेरि म धेरै खुसी छु। पुण्यभूमिलाई यहाँहरूले रचेर सोचेर यहाँ आउनुभएको छ। यहाँहरूले जुन कुरा यहाँ उपस्थिति जनाउनु भएको छ, यो अति एउटा पुण्य कार्य जस्तै मैले ठानेको छु र यहाँहरूको पुण्य यहाँ पावन, यस पुण्य पावन भूमिमा यहाँको उपस्थिति, पुण्य उपस्थिति नै देवघाट गाउँपालिकाको लागि एउटा गौरवको उपस्थिति मैले ठानेको छु। त्यसैले यसतर्फ देवघाट गाउँपालिकाले योजना ल्याएर नै केही काम गर्न खोजिरहेको छ। म त्यसलाई यहाँलाई अनुरोध गर्न चाहन्छु। देवघाट गाउँपालिका 159 वर्ग किलोमिटरमा फैलिएको क्षेत्रफल हो। 14,500 जनसङ्ख्यामा 13वटा जात जातिहरूको बसोबास रहेको छ। यो बस्तीमा धेरै जसो गुरुङ र मगरको बस्ती, लगभग 75-76% गुरुङ र मगर प्रतिनिधिहरू यस्तै अनुहारको देखिन्छ यहाँ देवघाटमा। त्यसरी बुझिदिनु होला। म 10-12 वर्षको उमेर छँदा यहाँ आश्रम पाइँदैन थियो। एउटा गलेश्वर आश्रम मात्रै देखिन्थ्यो। भित्र आश्रम, अहिले आश्रमभित्र समुदाय छ। त्यसैले अब मैले यो मञ्चबाट एउटा के अनुरोध गर्न चाहन्छु यहाँहरूलाई भने, सापकोटा बन्धुहरूले देवघाटलाई, यो देवघाटको पुण्यभूमिलाई आश्रमबाट होइन, आश्रमलाई एउटा विश्राम स्थल बनाउने होइन, यसलाई यहाँहरूको अनुभव, यहाँहरूले जीवनमा पुर्याएको अपूरणीय योगदान, यसलाई चाहिँ यो देवघाट गाउँपालिकाको यस आश्रमको सहयोगबाट, माध्यमबाट देवघाट गाउँपालिकालाई अगाडि बढाउने कुरामा यहाँहरू अघि बढ्नुहुनेछ भन्ने म आशा राख्दछु। र यो आश्रमको वरपर अहिले हामी देवघाट गाउँपालिकामा धेरै केन्द्रित छौँ। आज तपाईँहरू सापकोटा आश्रमबाट आउनुभएको छ। सापकोटा आश्रम यहाँ अवस्थित छ र यो सापकोटा आश्रमको ठाउँमा अर्को ढकाल, पौडेल, समथिङ अरू कुनै आश्रम हुन्थ्यो भने पनि हामीले यहाँको भूगोल र यहाँको अवस्था अनुसार त्यसरी नै बढ्नुपर्ने हुन्थ्यो। तर हामी तपाईँहरूसँग एउटा सहकार्य गर्नुपर्ने अवस्था के भयो भने सापकोटा आश्रम नै भएकोले अब सापकोटा बन्धुहरूसँग नै सहकार्य गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। हामीले रिङ रोड बनाउने एउटा अवधारणा ल्याएका छौँ। सापकोटा त्यो जग्गालाई थोरै कन्ट्रिब्युसन गर्नुपर्ने अवस्था यहाँहरूको पनि छ। 17 लाख रुपियाँ गाउँपालिकाले अहिले बजेट विनियोजन गरेको छ। यो बजेटले त्यो खाल्टो पुर्ने कामको लागि इस्टिमेट भएर अब टेन्डरमा जानको लागि मात्रै तयार छ। मैले उपभोक्ता समितिबाट गर्नुपर्छ भनेर यहाँको देउपुरको टोल विकास संस्था गाउँ सुधार समिति छ, टोल सुधार मार्फत काम गर्ने कि भन्ने सोचेको थिएँ। अहिले फेरि कस्तो भयो भने यो अख्तियारले पनि पत्र काटेकै, जसले पनि अख्तियारमा उजुरी हालिदिने, मैले पनि बेरुजु देखाएकै, उपभोक्ताले गरेको काममा अख्तियार पनि लाग्ने, बेरुजु पनि लाग्ने र उपभोक्ता समितिले मलेपलाई आवश्यक पर्ने खालको बिल भरपाईहरू तयार गरेर दिन नसक्ने, अलिकता हाम्रो राजनीतिक सम्बन्ध र सामाजिक सम्बन्धको कारणले अहिले त टोल समुदायबाट नै हाम्रो दबाब दिने र त्यही अनुसार कर्मचारीलाई पनि जनप्रतिनिधिले दबाब दिनुपर्ने भएको हुनाले अनि बिलमा कुनै किसिमको तलमाथि विलम्ब हुनु गयो भने फेरि त्यहाँ मलेपले बेरुजु देखाइदिने भएको कारणले अहिले कर्मचारीहरूले हुँदैन अध्यक्षज्यू,
यसलाई टेन्डर प्रक्रियाबाट जानुपर्छ भनेको कारणले मैले त्यहाँ समुदायमा बुझ्छु अनि मात्रै गरौँला र आश्रमसँग एकचोटि सल्लाह गर्नुपर्छ मैले भनेको छु। यहाँ चाहिँ हाम्रो आश्रमको यहाँ दधिराम सापकोटा भाइ छ यहाँ, मैले धेरै जसो उही भाइसँग धेरै सल्लाह लिने गर्छु र यो बारेमा पनि यो पहिरोको बारेमा पनि त्यही कुरा गरेछु। र त्यसपछि हामीले यो बाटोलाई यहाँ पहिरो एउटा ग्याबिङ जाली हालेपछि यहाँबाट काली नदीसम्म जाने बाटोको लागि चाहिँ अहिले स्तरोन्नति गर्ने, तुरुन्तै स्तरोन्नतिको लागि बजेट हाल्ने चाहिँ योजना पनि छ। त्यसलाई चाहिँ हामीले अगाडि प्रक्रिया बढाइसकेको छ। अब यो बेडी सङ्गममा रहेको आश्रमहरूभन्दा अन्य आश्रमहरूभन्दा यो अलिकता धार्मिक रूपले वैदिक रूपले अलिकता लोकप्रिय र पहुँच योग्य बन्ने आश्रम हुँदैछ। यसको लागि यहाँहरूले पनि थोरै कन्ट्रिब्युसन गर्नुपर्ने, आफ्नो क्षेत्रबाट यो आश्रमलाई अलिकता अगाडि बढाउनको लागि यहाँले पहल गरिदिनु हुनलाई मैले हार्दिक अनुरोध गर्न चाहन्छु। यो हामी अहिले मैले व्यक्तिगत रूपले यसो हेरेँ, धेरैजना अब यहाँ उपस्थित बन्धुहरू ढाका टोपी लगाएर अलिक परिपक्व अनुहारको अलिक बुढो पाएको एउटा क्षेत्रबाट चाहिँ निवृत्त भइसकेको व्यक्तिहरू मैले यसो महसुस गरेको छु है। को के हुनुहुन्छ त्यो त मलाई थाहा छैन। म पनि हिजो शिक्षक जागिरबाट 25 वर्ष शिक्षक सेवा गरेर निवृत्त भएको मान्छे हो। 2070 सालमा निवृत्त भएको हो। मैले शैक्षिक सेवाबाट शिक्षक सेवाबाट निवृत्त भएपछि मैले यो सेवा रोजेँ। यो सेवामा आज यो सेवाको कारणले तपाईँहरूको अगाडि म अहिले मेरो आफ्नो कुराहरू राख्न अवसर पाएको पनि छु। सम्पूर्ण सापकोटा बन्धुहरूलाई एकत्रित गर्न र सांस्कृतिक सम्बन्ध कायम गर्न, सामुदायिक सम्बन्धहरू कायम गर्नको लागि र अन्य जात जातिहरूसँग नि हाम्रो सांस्कृतिक धार्मिक सामुदायिक सम्बन्ध कायम गर्नको लागि यहाँहरूले आफ्नो अनुभवलाई यहाँ ल्याएर विसर्जन गरेर त्यसको माध्यमबाट चाहिँ नेपाल अधिराज्यभरि यहाँले आफ्नो सांस्कृतिक सामुदायिक सम्बन्धहरू स्थापित गर्नुहुनेछ र सम्बन्ध बढाउनु हुनेछ भन्ने मैले आशा राख्दछु। र त्यसको लागि इन्डिभिजुअल्ली मैले सम्बोधन गर्न जानिन सकिनँ, त्यसमा म क्षमा प्रार्थी छु। म ढिलो पनि आएँ। म त कस्तो भने अहिले 6 बजी घरबाट उठेर हिँडेको हेर्नु, त्यो जाडोको बेला यतिको घप्लोको कपडा लगाएँ, 3-4 ठाउँ मिटिङ भए, फेरि अझै 1 घन्टा मोटरसाइकलमा गएर एउटा कार्यक्रम छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट एउटा कार्यक्रम आफै गरेर लिएर आएको थिएँ। त्यहाँ जाँदैछु अहिले त्यो सुन्तलाको लागि चक्लाबन्दी कार्यक्रम छ। अहिले योभन्दा धेरै चिसो, अहिले यो ज्याकेट पनि त्यहाँ फिट हुँदैन। यो ज्याकेट त चितवनतिर देवारतिर फिट थियो, अझ यो पनि फिट हुँदैन। अर्कोतिर जानुपर्ने ठाउँमा जाँदैछु 1 घन्टाको दूरीमा। र यहाँहरूले यहाँ विष्णु सापकोटा सरले मलाई ल है अध्यक्षज्यू आइदिनु पऱ्यो, तपाईँ आइदिनु पऱ्यो भनेर भन्नुभयो। ल म कतै कुनै सरकारी कार्य जाँदाखेरि ल अध्यक्षज्यू तपाईँ फलाना ठाउँको अध्यक्ष सापकोटा आश्रममा आउनु भएको थियो, म सापकोटा हुँ भनेपछि मलाई त्यति चिन्न गाह्रो परेन। आफ्नो नाम ठाम गाम भन्न नि परेन। त्यसैले मसँग सेवा लिन र सहयोग लिनलाई तपाईँले त्यसरी भनिदिनु भयो भने मलाई सजिलो हुन्छ। र मेरो यो छोटो भनाइ यही अन्त गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। सल्लाहकार संयोजकज्यू एवं सल्लाहकार मित्रहरू, प्रदेश प्रमुख लगायत प्रदेशका पदाधिकारीज्यूहरू, विशिष्ट सम्मानित सदस्यहरू, जिल्ला सभापतिज्यूहरू र विभिन्न जिल्लाबाट पाल्नुभएका साधारण सभाका प्रतिनिधि सहभागी बन्धुहरूलाई यस साधारण सभामा उपस्थित भई सरिक हुनुभएकोमा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछु। त्यसपछि आज मात्र साधारण सभा भएको हुँदा 80/1/22 गतेदेखि आजसम्मको भौतिक र वित्तीय प्रगति एवं सङ्गठनात्मक प्रगति लगभग 19 महिनाकै हुन आउँछ। यस अवधिमा सर्वप्रथम भौतिक प्रगति र दोस्रो खण्डमा सङ्गठनात्मक प्रगतिको बारेमा उल्लेख गरिनेछ भने 51,524 अनुमोदन समेत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। रकम पनि यहाँ जोडेर राखेको छु, त्यो अनुमोदन भइसकेको छ। अहिले यो 2 आर्थिक वर्षको यति मात्र छ। 3 भान्साघरको निर्माण सुरुवात भएको सोमा भएको लागत खर्च चौतारो निर्माण गरिदिनु भएकोमा उहाँलाई मुरी मुरी धन्यवाद दिँदै उहाँको सम्मान स्वरूप करतल ध्वनिका साथ ताली बजाइदिनु।
यस प्रकार गुरु योजना 2074 भित्र परेका निर्माण कार्यहरू करिब बाटो र फुलबारी तथा उद्यानहरूको काम मात्र बाँकी रहेको र ती निर्माण कार्यहरू बन्धुहरूको सहयोग भएमा छिटै सुरुवात र सम्पन्न गरिने विश्वास दिलाउन चाहन्छु। गर्दछु 81/22 गएको हिजो साँझसम्मको रेकर्ड हो यो। त्यही भएर यसमा बस्ने साथ मित्रहरूलाई विद्वानहरूलाई यो केलमेट किन भएको छ भन्दाखेरि हिजो साँझसम्मको प्रगति समावेश गरेको छु मैले। बनायौँ विशिष्ट सम्मान 3 जनामा 5 जना थप्यौँ। यसपालि 3 जना नयाँ बनाउने 5 जना थप्यौँ। थप्यो भन्दाखेरि लाख थपेपछि यो एकैचोटि माथिल्लो खर्चमा जानुभएको छ। तसर्थ अब सङ्ख्या अलिकति फरक पर्छ। विशिष्ट संस्थापकको 4 जना घट्छन् पहिलाको मध्ये। दानवीर आदिमा 1 जना घट्छन्। यतापट्टि विशिष्ट सम्मानमा 5 जना थपे, नयाँ 3 जना थपे। अलरेडी जो एक पैसा पनि दिनुभएको थिएन कमा आदिमा दिनुभएको थिएन उहाँ एकैचोटि फेरि सदस्य हुनुभयो 3 जना र 5 जना तल आजसम्मको समितिहरू गठन गरेका छौँ। त्यसको परिणामस्वरूप यहाँ जिल्ला सभापतिहरू देख्दैछौँ समिति बनाइएको छ। त्यसै गरी 81 वैशाखमा 5 थर सङ्घसभा खोटाङ भोजपुर धनकुटा जिल्ला समितिहरू गठन गरियो। निवर्तमान सभापति राजेन्द्र सापकोटा वैशाखी देख्ने स्थितिमा हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको यहाँ त्यसपछि हामी गयौँ 81 जेठमा लालबन्दीमा मध्य प्रदेशको प्रदेश गाउँपालिकामा गाउँपालिका स्तरको समिति गठन गर्यौँ। 81 मङ्सिरमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको समितिहरू गठन गर्यौँ। नम्बर 7 बस्ने कृष्णप्रसाद सापकोटालाई सहयोग 21,000 गरियो। 80/12/5 मा कागेश्वरी मनोहरा गोठाटार काठमाडौँ बस्ने केदार प्रसाद सापकोटालाई 21,000 सहयोग गरियो। समितिबाट मबाट पनि मबाट सभापतिजी हुनुहुन्छ, सचिवजी हुनुहुन्छ, वरिष्ठ पदाधिकारी। धन्यवाद आदरणीय दाजुलाई। हाम्रो अगाडि हाम्रो आदरणीय बुवा हुनुहुन्छ मोहन प्रसाद सापकोटा अगाडि नै मैले बोलाएँ। यहाँहरू सबैलाई मैले अनुरोध गरेँ। आर्थिक वर्ष 81 को चाहिँ कोषाध्यक्षको तर्फबाट म प्रतिवेदन पेश गर्दैछु। को चाहिँ मैले सन्तुलन विवरण मात्रै पेश गर्दैछु र सापकोटा कल्याण केन्द्र कौडिन ऋषिआसन देवघाट तनहुको 26औं साधारण सभाका आदरणीय सभापतिज्यू, पद्मगतिज्यू, विशिष्टातिज्यू, अतिथिज्यू, सल्लाहकार समितिका संयोजकहरू, लेखा समितिका संयोजकज्यू एवं सदस्यज्यूहरू, संस्थाका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू एवं छिमेकी संस्थाबाट पाल्नु भएका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, यस केन्द्रका सम्मानार्थ आजीवन सदस्य, विशिष्ट आजीवन सदस्य, विशिष्ट सदस्य, आजीवन सदस्यज्यूहरू लगायत उपस्थित अन्य आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण म केन्द्रको कोषाध्यक्षको तर्फबाट हार्दिक जय श्रीमन्नारायण साथै नमन गर्दछु। यस केन्द्रकोबाट मलाई यस केन्द्रको कोषाध्यक्ष पछिल्लो पदमा यहाँसम्म दुरुस्त राख्ने कोसिस मात्र गरेको हुँ। अब 80-81 को आय व्यय विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु। कामको सिलसिलामा गर्दै जाँदा कुनै धेरै त्रुटिहरू कमजोर हुन गयो होलान्। यत्नथा गल्ती र कमजोरीहरू औँल्याइदिनु भई रचनात्मक सुझावको अपेक्षा राख्दै अब 80-81 को आय व्यय निम्न विवरण प्रस्तुत गरेको छु। ल्याउँदैन अरू सब अनुसूचीमा छ। सिद्धार्थ बैङ्क मुद्दतीमा 36/22/272 छ। यो अहिलेको 24मा सिद्धार्थ बैङ्कमा 4,11,44,508.07 पैसा, ज्योति विकास बैङ्कमा 70,406 रुपियाँ 46 पैसा, हिमालय बैङ्कमा चाहिँ 15,910 रुपियाँ 4 पैसा, सनराइज बैङ्कमा 83,064 पैसा 64 रुपियाँ 52 पैसा र हाम्रो उठ्न बाँकी चाहिँ 2,22,331 रुपियाँ छ। अग्रिम आयकर 67,900 रुपियाँ 48 पैसा। सम्पत्ति खरिद भएको छ त्यो आर्थिक वर्षमा सम्पत्तिमा 25,90,069 रुपियाँ। पुजारी कर्मचारी तलब 1,80,000 रुपियाँ। भोजन व्यवस्थापनमा 2,76,755 रुपियाँ। ढुङ्गा तथा ग्याबिन जालीमा 27,600 रुपियाँ। विद्युत तथा खानेपानी महसुल 1,73,082 रुपियाँ। सञ्चार महसुल 56,150 रुपियाँ। संस्था नवीकरण 2,120 रुपियाँ। गाडी मर्मत तथा सवारी इन्धन 47,690 रुपियाँ। वृत्तिभन्दा हामीहरूको यहाँ 3वटा चाहिँ कोर्स छन्। 3 जना दाताहरू चाहिँ यहाँ 2 जना दाता र अन्य 1 जना चाहिँ अन्य विभिन्न व्यक्तिहरूबाट हुनुहुन्छ। छात्रवृत्ति 2 लाख रुपियाँ, त्यसबाट आएको ब्याजबाट हामीले चाहिँ यो छात्रवृत्ति सञ्चालन गरेका छौँ। वर्षमा 70,525। आर्थिक सहयोग 58,000 यो आर्थिक वर्षमा। क्यालेन्डर छपाई 1,41,370।
समय वेतनमा 9,185, सफाइमा 64,990, भ्रमण तथा यातायात 1,16,967, साधारण सभामा 1,52,907 रुपियाँ, अतिथि भवन सभा हाल तथा गोठ मर्मत 2,67,470 रुपियाँ, भान्साघर मर्मत 63,700 रुपियाँ, गत सम्पत्ति अल्या 1,62,65,909 रुपियाँ 71 पैसा, जम्मा खर्चतर्फ 2,60,27,484 रुपियाँ 28 पैसा चाहिँ यो हाम्रो खर्चतर्फको विवरण छ। म अब त्यस वर्षमा आम्दानी विषयमा विवरण पेश गर्न चाहन्छु। 4,25,900 अक्षय कोष 42,53,932 रुपियाँ। यो अक्षय कोषमा चाहिँ केही रकम चाहिँ त्यहाँ जान बाँकी छ र भुक्तानी दिन बाँकी छ। 4,05,000 महासचिवले विस्तृत रूपमा निर्वाचन सम्पूर्ण महासचिवको प्रतिवेदन आइसकेको रहेको तालिका गराउँदै दानवीर दाता हुनुहुन्छ। उहाँले हाम्रो यस संस्थालाई 80 लाख प्लस सहयोग गर्नुभएको छ। त्यसैले उहाँलाई अगाडि नै मैले बोलाइसकेको थिएँ, उहाँ कतै जानुभएको रहेछ। उहाँलाई आश्रम ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसपछि हाम्रो कार्यक्रमलाई अगाडि बढाउन चाहे समितिको प्रमुख खिमलाल संयोजकको रूपमा उपस्थित भएको छु र मैले लेखा प्रतिवेदन प्रस्तुत गर्न जुन कोषाध्यक्षजीले प्रस्तुत गर्नुभयो त्यसको बारेमा म केही जानकारीहरू गराउन चाहन्छु। यहाँ मैले संक्षिप्तमा टाइम त उहाँ दिइसक्नु भएको छ, छोटो गर्नु भनेर यहाँ सबैको बोल्नुपर्ने अवस्था होला र मैले यसको अरू कुनै पनि कुरामा अगाडि नगइकन यसका प्रक्रियाहरूको बारेमा म एकचोटि जानकारी गराउँदछु। गरेको मैले देखेको छैन। त्यसले आम्दानीको मूल रकम भनेको रसिदको टोटल हो र खर्चका रकमहरूमा खर्च कसरी गरिएको छ भनेर भन्ने प्रसङ्गमा मैले खर्चको हरेक बिलको पछाडि कुन व्यक्तिले यो चिज खरिद गरेको हो त्यसको नाम लेखेर सिग्नेचर गर्ने व्यवस्था गर्नुभएको छ कोषाध्यक्षज्यूले, जसले गर्दा त्यो बिलमा भएको बढी हुने घटी हुने रकममा तलमाथि हुन सक्ने बढीमा किन्यो कि भन्ने समस्याहरू भयो भने सम्बन्धित व्यक्तिसँग हामीले बुझ्न सक्न सजिलो हुने भएको कारणले हरेक बिलको पछाडि कुन सम्बन्धित व्यक्तिको नाम लेखिएको छ र समितिका सदस्यहरू सहित कुनै पनि वस्तुहरू सब बढीका सामानहरू खरिद गर्दाखेरि कम्तीमा पनि 2 जना समितिका सदस्यहरू 2 जनाबाट सँगै 1 जनाले मात्रै होइन 2 जना सबै भएर सामानहरू खरिद गरेको मैले पाएको छु र अन्य ठुला कामहरूमा जस्तो निर्माण सम्बन्धी कामहरूमा प्रतिस्पर्धाको आधारमा निर्माण सम्बन्धी कामहरू गर्नुभएको छ र टेन्डरहरूलाईबाट महासचिव र अध्यक्षकोले प्रमाणित भएका बिलहरू मात्रै मैले त्यहाँ देखेँ र धेरै पनि भुक्तानीको माध्यम धेरै यसो भुक्तानीहरू चेक मार्फत नै भएका छन्। त्यसमा कुनै त्रुटिहरू देखेको छैन र त्यसैले मैले यो लेखा प्रतिवेदनलाई यहाँहरूले सहज रूपमा ताली बजाएर पास गरिदिनु हुन म अनुरोध गर्दछु र केही कुराहरू जस्तो केही भन्नुपर्ने कुराहरू पनि छन्। जस्तो लेखा समितिमा हामी आफै यो अहिले योभन्दा अगाडिका बिल भरपाई रसिदहरू जुन आम्दानी रसिदहरू हुन्थे त्यो निश्चित कार्यसमिति केन्द्रीय कार्यसमितिको मातहतमै रहने गरेका र यो पटकदेखि जिल्लामा प्रदेशहरूमा प्रदेश प्रमुखहरूलाई र जिल्लामा उपलब्ध गराइएको मैले पाएँ र हामी आफू पनि एउटा नियममा रहन सकेनौँ भने यहाँ आएर आवाज उठाउन यो किन यस्तो भयो यहाँ के भयो भन्ने कुरा फेरि सोध्न हामीले आफैलाई गाह्रो हुने हुन्छ र मैले यहाँहरू जिल्लामा रसिद प्याडहरू गएका छन् त्यसलाई समयमै यहाँहरूले असारको हरेक आर्थिक वर्षको अन्त्य असारमै उपलब्ध गराइदिनु भयो भने ती बिलहरू पनि हामीले हेर्न पाउने थियौँ। केही बिलहरू जिल्लामा गएका बिलहरू मैले हरेक चिजबाट फोनबाट सबैका हातमा मोबाइल भएपछि त कन्ट्याक्ट पनि हुन सक्ने र यो समितिलाई मैले ती साथीहरूले जसले रसिद लाउनु भएको छ उहाँहरूलाई कन्ट्याक्ट गरेर समयमा उपलब्ध गराइदिन र यहाँहरू जसले लानुभएको छ असार मसान्तभित्र यो हाम्रै काम हो। भोलि हामीले नै यहाँ प्रश्न उठाउनुपर्छ किन यस्तो भयो, व्यवस्था मिलायो भने हामीले जतिखेर चाह्यो त्यतिखेर के अवस्था छ भनेर बताउन सक्ने जुन कागज फर्काइरहनु पर्ने जतिखेर जसले सोधे पनि देखाउन सक्ने अवस्था हुन्छ। त्यो कार्यालयमा एउटा कर्मचारीले कम्प्युटरमा ती सामानहरू त्यो हिसाबहरू इन्ट्री गरिदिन सक्यो भने के हुन्थ्यो जस्तो मलाई लाग्छ र मैले यो कुरा यो समितिले अवश्य पनि पहल गर्नेछ भने प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई यहाँहरूले सहजपूर्वकतापूर्वक र केही मैले यहाँ एउटा कुरा राख्न चाहेँ। अहिले हाम्रो
यो साधारण विधान संशोधन यी कुराहरू छन्। त्यो सुन्दाखेरि अहिले भर्खरै दाजुले प्रस्ताव गर्नुभयो लेखा समितिको प्रतिवेदन पारित गर्न ताली पनि बजिसक्यो। छलफल गर्न आवश्यक छ यहाँलाई लाग्छ भने हामी दोस्रो सेसन पछाडि लास्टमा राख्छौँ। छैन भने यो समितिलाई यो प्रतिवेदनलाई पारित गरिदिउँ, हाम्रो कार्यक्रम छुटिन्छ। के हुन्छ? हस्, त्यहाँ सबैलाई धेरै धेरै धन्यवाद दिन। माइकमा पढ्ने अहिले बागलुङ नगरपालिका वार्ड नम्बर 6 भान्सामा बाबा कलाधर सापकोटा र आमा भगवती सापकोटाको सुपुत्रको रूपमा विषम 2012 साल कार्तिक 26 गते जन्म लिनुभएका श्री मोतीलाल सापकोटा बसाइसराईको क्रममा हाल भरतपुर नगरपालिका वार्ड नम्बर 16 मङ्गलपुरमा बसोबास गर्दै आउनु भएको छ। स्थापना समितिको सभापति भई नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो। सामाजिक तथा धार्मिक कार्यलाई महत्त्व दिने स्वभाव भएका कारण उहाँको कार्यकालमा सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रमको विधिवत दर्ता भई वैधानिकता प्राप्त गरेको थियो। यसैगरी उहाँको कार्यकालमा देवघाट धाम देवपुरमा 5 रोपनी 7 जना जग्गा खरिद गरी विभिन्न स्थानबाट ल्याइएका कुलका प्रतीक शिलाहरूलाई विधिवत स्थापना गरी देवघाट धाम देवपुरमा सापकोटा कुल पूजा गर्न सुरुवात गरिएको थियो। उहाँको यस कार्यको उच्च मूल्याङ्कन गरी सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रम देवघाट धाम कदर पत्रद्वारा सम्मान गर्दछ। सापकोटा वंशको सङ्गठित यस संस्थाबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई छ। यस्तै फरक फरक किसिमको भूमिकाका कदर पत्रहरू गते जन्म लिनुभएका वैकुण्ठवासी बलिभद्र सापकोटा कर्मठ स्पष्ट वक्ता एवं मेहनती व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रम देवघाट धामको स्थापनामा अहम भूमिका निर्वाह गर्ने व्यक्तित्व हुनुहुन्थ्यो। भरतपुरबाट साइकल चढेर कुटो कोदालो बोकेर जग्गा संरक्षण गर्न अहोरात्र खटिनेमा उहाँ अग्रणी हुनुहुन्थ्यो। सेवालाई कदर गरी उहाँको देहमुक्त आत्माको साहित्य मुक्ति भगवान श्रीमन नारायणको निकटता प्राप्त होस् भनी मरणोपरान्त यो कदर पत्रले सम्मान गरिएको छ। बिहेबर काभ्रे यो पढेर जिल्ला पनौती नगरपालिका वार्ड नम्बर 3 बर्खाल चौरमा पिता सो चन्द्रकान्त सापकोटा र माता मातुमाली सापकोटाको पेटबाट 2013 सालको 28 गते जन्मनुभएका अर्जुन सापकोटा 58 सालदेखि सापकोटा पुनर्स्थापना सम्बन्धी कार्यमा लाग्नुभएको नेपाल कौडिन्य ऋषि आश्रम देवघाट धाम तनहुँले प्रकाशन गरेको सापकोटा पुनर्स्थापना 2014 को लागि सापकोटा बन्दुवानको नाम सङ्कलन कार्यमा केदाराम राजेन्द्र बुद्धिसागर सापकोटाका साथमा लागि कान्ने बिहावर निजी खर्चमा वंशावली नाम कार्य सम्पन्न गर्नुभएको र बिहावर क्षेत्रमा स्कुल मन्दिर मोटर बाटो खानेपानी आदिका सामाजिक क्षेत्रमा सहभागी भई कार्य सम्पन्न गर्नुभएकोले यहाँ परिवारलाई सुवास शान्ति समृद्धि र आरोग्यता रहन सक्ने क्षमता प्रदान गरून् भनी यो पत्रले प्रस्तुत गरिएको छ। सापकोटा वंशको संस्थाबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई छ। विश्व सापकोटा सचिव सापकोटा महासचिव सापकोटा जस्तो लाग्यो सापकोटा भरतपुर 9 उहाँलाई मैले देखिराखेको छु। उहाँ हाम्रो वर्तमान समय पूजा संयोजक हुनुहुन्छ। उहाँ सुरु समयदेखि नै साइकलमा खुट्टो बोकेर यो अहम भूमिका रहेको छ। कोदालो बोकेर साइकलमा यहाँ आएर अगाडि जाने व्यक्तित्व हुनुहुन्छ। उहाँ वैकुण्ठवासी दधिराम सापकोटा अगाडि नै सबैलाई यताउता भन्दा पनि भित्रै बस्दै नआउनुले चिसो भएको होला भए पनि आजको दिन कौडिन्य ऋषिलाई दिने सङ्कल्प गरेका छौँ हामीले। त्यही भएर टाढा टाढादेखि आएका हौँ। हाम्रो आदरणीय बुवा
टीकाराम सापकोटा हाम्रो आदरणीय विद्वान व्यक्तित्व पूर्व गृह सचिव मोहन कृष्ण सापकोटाज्यूलाई यो दोस्रो उडाएर प्रमाणपत्र वितरण गर्न अनुरोध गरे। त्यसपछि बेबीलाल सापकोटा कृपया ताली बजाउन कन्जुसाइ नगरिदिनु होला। संस्थापक सभापति हुनुहुन्थ्यो, मैले देखिराखेको थिएँ हाम्रो चितवन जिल्लाका जिल्ला सभापति आदरणीय भाइ सुमन सापकोटा, मनिष सापकोटा यस संस्थाको संस्थापक सभापति हुनुहुन्छ। उहाँको पुत्र हुनुहुन्छ, अहिले अगाडि आउन अनुरोध गरे जयभद्र सापकोटा भरतपुर 9। ताली बजाइदिनु। सापकोटाको पहिलो संस्था व्यक्ति हुनुहुन्छ, उहाँले सापकोटा वंशावलीको सुरुदेखि नै उहाँलाई मैले अगाडि आएर भाषण गर्न अनुरोध गरेँ। पहिलो सगरमाथा चढ्ने सापकोटाहरूको पहिलो व्यक्ति शिव सापकोटा बनाउन चाहे। यहाँ अब हाम्रो विधानको कुरो छ, विधानमा धेरै सुधार गर्नुपर्ने कुराहरू देखेर विधान संशोधनको कुरो हामीले ल्याएका छौँ। शिव सापकोटा चढ्ने पहिलो सापकोटा शिव सापकोटा, सबैले तालीद्वारा स्वागत गरौँ उहाँलाई। हाम्रो सापकोटाको गौरव हो उहाँ। सापकोटा जन्म भने सापकोटा मन्दिरको संस्थापक के अरे आजीवन सदस्य हो। त्यसैले यो आजीवन सदस्यलाई हाम्रो गौरव। सबैले हात मिलाएर भ्याइँदैन, त्यसैले टाढैबाट दर्शन गरौँ। बसौँ, सबै बसौँ त, सबै बसौँ। अब सबैले बस्न अनुरोध गरेँ मैले। शिक्षकसँग पुऱ्याउने यहाँ के समस्या आउँछ, कहीँ के गर्नुपर्छ, उहाँ हमेसा 24 घण्टा सेवा गर्न तत्पर रहने व्यक्तित्व हो हरिलाल सापकोटा। यस संस्थाको प्रथम पुजारी जसले 5 वर्षसम्म निःशुल्क केन्द्रीय समितिको बजेटमा राखेका थियौँ र त्यही दिन केन्द्रीय कार्य समितिले साधारण सभामा पेश गर्ने गरी उक्त विधान पारित गरेको थियो र त्यही 2081 उसमा 81मा हामीले यहाँ पारित भएको थियो भने तदर्थ समिति, किन त्यहाँ हाम्रो विधान अनुसारको सदस्य नभएको ठाउँमा कार्य समिति भन्ने हुँदैन, तदर्थ समिति भन्ने हुन्छ। सबै एउटैका सन्तान, एउटै हामी एउटै सापकोटा कल्याण केन्द्र भन्दा नोक्सान केही नपरेको भए पनि हामीलाई तीव्र अनुभव भएको थियो। यहाँका महासचिव लगायतका व्यक्तित्वहरू, बागमती प्रदेश प्रमुख सबैको सक्रियतामा सहजीकरण रूपमा हामी सापकोटा कल्याण समाज र सापकोटा कल्याण केन्द्र एकीकृत भएका छौँ। यो मैले यहाँलाई जानकारी गराएँ र यसको नियम पनि हामीले विधानमा उल्लेखित गरेका छौँ। र त्यहाँ उहाँबाट अहिले आउनुभएको हाम्रो एकीकरणको रूपमा सापकोटा कल्याण समाजबाट वरिष्ठ उपाध्यक्षमा अच्युत कृष्ण सापकोटा आउनुभएको छ। त्यसै गरी सल्लाहकार सापकोटा कास्की जिल्लाको सभापति। यो हेर्न पाएको भए हुन्थ्यो, हेर्न अब पछि आउँछ। अनि 27औं साधारण सभामा केही संशोधनहरू हुन्छ भनेर आदरणीय बुद्धिसागर सापकोटाजीले राख्नुभयो। अब यसमा चाहिँ एउटा सच्याउनै पर्ने एउटा दुईवटा कुरा मात्रै मैले मलाई लागेको कुरा यहाँ राखेँ। एउटा कुरा यो सदस्यताको योग्यता भनेको छ, त्यो सानो भएको पनि होला, मलाई जानकारी भएन। हाम्रो विधानमा 16 वर्ष भन्ने छ। 16 वर्ष पाए राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ। बेगमा लोगो छापेको बेग, सापकोटा कल्याण केन्द्र भनेको लोगोको बेग व्यवस्था गर्न पाए राम्रो हुन्छ जस्तो मलाई लाग्छ। यहाँ आएको साधारण सभामा आएको छ विधानमा जो पनि सुधार भएको पर्ने यो सुनाइएन, आएन। पछि त्यो मान्छेलाई हामी सापकोटा बन्धुलाई समेट्ने त 5100ले भन्दा जाँदा भाग गटर मान्छे त्यसरी हुन्छ त साथै सकिन्छ त। 5100 तिर्न नसक्ने पनि छ हामी आजीवन सदस्य हो 5100। अब कसरी बनाउने यो विधानमा त्यो पनि ल्याउनु पर्यो। त्यसैले
त्यो बोलेको कुरा यहाँ टिक्न पनि नसकिएला अनि पछि नआउला। साक्षात् परमगुरुमा तस्मै श्री गुरुभ्यो नमः पनि हुनुपर्छ भनेर एकजना दाजुले कुरा पनि राख्नुभयो। महिला सहभागिता गराउँदाखेरि सदस्य बनाउन पनि हामीलाई अलिक मुस्किल छ। प्रत्येक घरबाट पुरुषहरू सदस्य बन्न सहज छ, महिलाहरू सदस्य बनाउन गाह्रो छ। जति पनि सहभागी हुनुहुन्छ पैसा भएर अथवा नभएर हाम्रो समाजमा पुरुषहरू नै अग्रसर र पुरुषहरूले नै जे काममा पनि अग्रसर हुने, पैसा पनि उहाँहरूसँगै हुने, सहज रूपमा सदस्य बन्न उहाँहरू लगानी लगाउन, गाडी भाडा हिँड्न, अब पूर्व बेचीदेखि महाकाली नै हिँड्नु पर्यो भने पनि राम्रो माथिल्लो तहमा समितिमा बसियो भने हामीलाई अलिक गाडी भाडा हिँड्न आते जाते खानपिन हाम्रो खर्च चाहिँ महिलाहरूको त्यति व्यवस्थापन हुँदैन कुराहरू छ। त्यसकारण महिलाहरू सदस्य आजीवन सदस्य बनाउँदा अलिक कम पैसा राखेर दिने गरेर सदस्य बनाउनु पर्यो कि 3वटा अथवा 4जना महिला बराबर 1जनाले अधिकार पाउने हामीले चाहिँ यो विधान चाहिँ बनाउनु पर्छ। सायद यो राष्ट्रमा हामी अगाडि भइन्न होला। हामी कुनै पनि राष्ट्र बनाउनका लागि, हाम्रो देश बनाउन, नेतृत्वमा जान, समाज निर्माण जुन काममा, जुन सङ्गठनमा पनि हाम्रो 7वटा सहभागी जिल्ला, पालिका, गाउँ, टोल, बस्ती, टोल संयोजकदेखि लिएर जुन पदमा पनि हाम्रा महिला अथवा पुरुष 7वटाहरूको नाम आइरहोस् भन्ने पनि हामी चाहन्छौँ। यहाँहरू माझ बिराउन चाहन्छु। धन्यवाद। जय कौटिल्य ऋषि। दिदीबहिनीहरू, म व्यक्ति भएको कारणले अब बसेर पनि ती विधानहरू मैले पनि एकपटक हेर्ने जमर्को गर्नेछु। तर उहाँको सम्पत्ति भनेको मूल समितिको खातामा आउनुपर्छ र त्यहाँ आइसकेपछि यस्तो अरू समाजहरूमा पनि देखिन्छ। हामीले दुःखहरू उठाएकोहरू तयार गरेछु। त्यो गर्ने हो भने मूल समितिमा पुरा रकम आउनुपर्छ, किनभने त हिसाब किताब त मूल समितिबाट हुन्छ, अडिट रिपोर्ट। तर खर्च गर्छ भने मूल समितिको एकजना सदस्यको समयमा निर्णय, मूल समितिले निर्णय गरेर त्यो निर्णय अनुसारको खर्च उहाँले आफ्नो खर्च उहाँ गर्नुहुन्छ। हाम्रो मातहतमा रहे पनि सम्पत्ति ती मन्दिरको तिनको सञ्चालक समितिले आफै निर्णय गरे अनुसार हुनेछ। त्यसै गरी जबकौर सापकोटा समाजको अन्तर्गत रहेको मन्दिरमा सञ्चालक समिति छ, उनीहरूले उठाएको पैसा हो, उनीहरूले दुःख गरेको पैसा हो, त्यसमा हामीले हस्तक्षेप गर्न मिल्दैन। त्यहाँको सापकोटा समाजसम्म यहाँ आएको हो, त्यो मन्दिर यहाँ आएको होइन, मन्दिरको सम्पत्ति यहाँ आएको होइन। यहाँहरूले र बुझिदिनु पर्ने। हस्, धन्यवाद दाजुलाई। हाम्रा जति पनि मन्दिरहरू छन् ती मन्दिरमा सञ्चालक समिति छ, त्यो समितिले नै अडिट आदि इत्यादि काम गर्ने गरेको छ। यसै कुरालाई जानकारी गराउँदै अब अगाडि जान गइरहेको दिननाथ हीरा कक्ष कुमारी कक्ष अहिले हाम्रो माधव प्रसाद सापकोटा दिननाथ हीरा कक्ष माधव प्रसाद सापकोटा माधव प्रसाद सापकोटा दिननाथ हीरा कक्ष ताली आनन्द ताली मोतीलाल सापकोटा आउँदै हुनुहुन्छ। मोतीलाल सापकोटा मोती कक्ष मोतीलाल सापकोटाले पनि आउनु मनौतीको मोतीलाल सापकोटा
अतिथिगण र यो सभामा उपस्थित हुनुभएका हाम्रा सापकोटा बन्धुका प्रतिनिधिज्यूहरूलाई आमन्त्रण गरेर यो कार्यक्रमको आयोजना गर्नुभएका केन्द्रीय समिति सम्पूर्णमा म नमन गर्न चाहन्छु र हाम्रो समितिले चाहिँ ध्यान दिनुहुनेछ भन्ने मैले चाहिँ एउटा अनुरोध गर्न चाहेँ र धेरैजना साथीहरू यहाँ वक्ता हुनुभएको आयोजना गर्नुभए हामीहरू सबैलाई एउटा सापकोटालाई सापकोटाको लागि केही गर्ने र एउटा परिचय गर्ने अवसर पाएकोमा म यो आयोजक समितिलाई धेरै धेरै नमन गर्दै यहाँ पाल्नु हुने सम्पूर्ण सापकोटा बन्धुहरूलाई हाम्रो उद्घोषक मित्रले भन्नुभएको जस्तो अलिकति धैर्यता लिएर अस्थिर भएर बसेर आफ्ना कार्यक्रमहरू यो आफ्नै कार्यक्रम हो, आजको दिन यसैको लागि हो भन्ने सोचिदिनु हुन पनि अनुरोध गर्दै म बिदा चाहन्छु। हस्, सबैलाई नमन नमस्कार, जय कौडी। यस ऐतिहासिक सापकोटा कल्याण केन्द्र नेपाल केन्द्रीय कार्य समितिको 26औं साधारण सभाको अध्यक्षता ग्रहण गरिरहनुभएका सापकोटा कल्याण केन्द्र नेपालका आदरणीय सभापति कविन्द्र प्रसाद सापकोटाज्यू, बन्धुहरू, यहाँ उपस्थित हुनुभएका विभिन्न जिल्ला, हाम्रो 54-55 जिल्लाबाट यहाँ उपस्थित हुनुभएका जिल्ला सभापतिज्यूहरू र प्रतिनिधिज्यूहरू, सापकोटा कल्याण केन्द्र नेपालको यस ऐतिहासिक गरिमामय साधारण सभामा जिल्ला सभापतिको हैसियतले यहाँ आएर 2-4 कुरा राख्न पाउँदा मैले आफूलाई गौरवशाली ठानेको छु। यो ऐतिहासिक साधारण सभा हामीले बुझेअनुसार, हाम्रो विधान अनुसार अहिले प्रतिनिधिहरू 10 जना आजीवन सदस्य बराबर 1 जना प्रतिनिधि छानिएर विधान बमोजिम चलेको यो पहिलो साधारण सभा हो जस्तो मलाई लागेको छ। आदान प्रदान गर्ने थलो पनि हो। हाम्रो काशी जिल्लामा 2080 जेठ 20 गते हाम्रो 4थो अधिवेशनबाट हाम्रो नयाँ कार्य समिति चयन भएको हो र हामीले सदस्यहरू 60 जना आजीवन सदस्यहरू बनाउनुपर्छ काशी जिल्लामा भन्ने कुरा हामीले पाएका थियौँ। जना नयाँ आजीवन सदस्यहरू थयौँ र हाम्रो जिल्लामा अहिले 131 जना टोटल आजीवन सदस्य बन्नुभएको छ। त्यो मध्ये 1 जना धार्मिक सदस्य र 2 जना विशिष्ट आजीवन सदस्य बन्नुभएको कुरा यहाँ समक्ष म सहस्र जानकारी गराउँछु। गण्डकी प्रदेशको राजधानी पनि भएको कारणले गर्दाखेरि हामीले गण्डकी प्रदेश समिति र कास्की जिल्ला कार्य समितिको संयुक्त एउटा कार्यालय स्थापना गरेका छौँ। कार्यालयमा हुन्छन् र त्यो कार्यालय हामीले दिगो रूपमा स्थापना गर्ने हाम्रो उद्देश्य छ। गण्डकी प्रदेश र काशी जिल्ला मिलेर एउटा स्थायी कार्यालय हामीले सञ्चालन गरेको कुरा यहाँ समक्ष म जानकारी गराउन चाहन्छु। र हामी छन् र 5वटै स्थानीय तहमा हाम्रा कार्य समितिहरू बनाउने हामीले लक्ष्य राखेका छौँ र हाम्रो जिल्लामा सापकोटा बन्धुहरूको दुःख र सुखका कार्यहरूमा, दुःखका क्षणहरूमा सकेसम्म हामीले छोडेका छौँ जस्तो लाग्दैन र सकेसम्म उपस्थित भएर एउटा समवेदना प्रकट गर्ने, दुःख सुख बाँड्ने कार्यहरू पनि गर्दै आइरहेका छौँ। काशी जिल्ला कार्य समितिको सम्पूर्ण टिम यहाँ आएर मलाई लाग्छ गत चैत्र 23 गते हो जस्तो लाग्छ। 23 गते दिन यही आएर हामीले यहाँ अवलोकन गऱ्यौँ। हाम्रो केन्द्रीय सभापति लगायत केन्द्रीय कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरूसँग बसेर अन्तर्क्रिया गर्ने काम भयो। हाम्रो चाहिँ यहाँहरूसँग प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय कौरण्यसी। अब म प्रदेश प्रमुखतिर जाँदैछु। यसपछि हुनुहुन्छ कोशी प्रदेश प्रमुख प्रजापति सापकोटा। समय लिन हाम्रा आदरणीय हाम्रा कौडिन्य सापकोटा कुलकालाई अहिले कसरी उद्धार गर्न सकिन्छ, कसरी ठिक गर्न सकिन्छ भनेर
लागि पर्नुहुने आदरणीय सभापतिज्यू, यस कार्यक्रमका सभापतिज्यू र यसका प्रमुख अतिथि हाम्रा कृष्णलाल सापकोटा, यो संस्थालाई कसरी अगाडि हार्दिक नमन गर्न चाहन्छु। पृथ्वीमा यो फुलबारीमा पठाएका हुन्। हामी के गर्छौँ कौडी ऋषिले हेरिराख्नु भएको छ। कौडी ऋषिलाई सम्झिनु पर्यो। हामीले ऋषिलाई सम्झिनु पर्यो। हामी भ्याउँदैनौँ तर बाहिर बस्न भ्याउँछौँ, कहाँ यहाँ बस्न पनि भ्याउँदैनौँ। हामी कहाँ के गर्न भ्याउँछौँ तर आफ्नो समय दिन भ्याउँदैनौँ। कतिखेर भ्याउँछौँ? घाटमा पुगेपछि जति समय। सापकोटा कुललाई, सापकोटा बन्धुलाई सम्पत्ति भन्ने सबैको कहाँ राख्ने, कस्ता कस्ता मान्छेहरू हामीले सुन्यौँ पैसा राख्ने ठाउँ नपाएर पानी ट्याङ्कीमा पैसा राखेको पनि हामीले बुझेका छौँ। त्यसो हुँदाखेरि यो हामीले मन र सम्पत्ति भन्दा पनि ठुलो मन भएको हुँदा मनलाई चाहिँ एकीकृत गरौँ, मनले चाहिँ सम्झ्यौँ, कुललाई सम्झ्यौँ, पृथ्वीलाई सम्झ्यौँ व्यक्त गर्न चाहन्छु। म धेरै कुराहरू भन्न चाहन्न। सापकोटा बन्धुहरूको धेरै कुराहरू आइरहेको छ। हाम्रो कोशी प्रदेशको एउटा सबै ठाउँमा एकै कुरा हुँदैन। कोशी प्रदेशको सबैको प्रतिनिधित्व गरेर म के भन्दैछु भने 5100 को आजीवन सदस्य भने 1100 को साधारण सदस्य हुनुपर्छ भन्ने हाम्रो सबैको एकमत भएको छ। कोशी प्रदेशको अरू प्रदेशको के छ अरूले नै जान्नुहुनेछ, तर कोशी प्रदेशको चाहिँ 51 प्रदेशको आजीवन सदस्य, साधारण सदस्य भनेको 1100 को हुनुपर्छ। त्यसैलाई चाहिँ हामीले सबै ठाउँमा जानुपर्छ र 5100 दिन सक्नुहुनेले 5100 दिनुहुन्छ, 1 लाख दिनुहुनेछले 1 लाख दिनुहुन्छ, 50 लाखसम्म दिनु हुनुहुन्छ। एक पैसाको खाँचो हुँदैन, तर मन चाहिँ सबैलाई एकीकृत गर्नुपर्छ। हामीले सबैभन्दा हामीले के देख्यौँ भने मुठी दान चाहिँ हामीले के गर्यौँ भने म त्यो दिनको 1 रुपियाँ त रहेछ, वर्षको 365 500 रुपियाँ पैसासम्म हामीले वर्षको आजीवन यो चाहिँ मुठी दान हामीले गऱ्यौँ भने कोशी प्रदेशको तर्फबाट म धन्यवाद दिन चाहन्छु। हाम्रो कोशी प्रदेशमा एउटा चाहिँ हामीले वंशवाली बनाउने कुरामा अलिकति कमी कमजोरी समयभित्र यो कोशी प्रदेशमा आमा दिदी बहिनीहरूको पनि हामीले प्रदेश कार्यालय स्थापना गरिसकेका छौँ र म यहीँबाट पनि भन्छु, पत्र पनि लेख्छु। हाम्रा चाहिँ केन्द्रीय सभापतिज्यूलाई प्रमुख अतिथिको आतिथ्य ग्रहण गरिदिनु हुन पनि त्यति बेला म हार्दिक अनुरोध गर्दछु र सबै म टिकाराम बुवा, राजेन्द्र बुवा सबैजनालाई म आइदिनु हुन हार्दिक अनुरोध गर्दै म यहाँबाट बिदा हुन्छु। हवस् त, धन्यवाद, नमस्कार। मेरा पूजनीय ढोगनीय अग्रजहरू, यहाँ उपस्थित सम्पूर्ण मेरा पूजनीय ढोगनीय मैले मान्नुपर्ने सम्पूर्ण बन्धु बान्धवहरूमा मेरो व्यक्तिगत तर्फबाट र मैले प्रतिनिधित्व गरिरहेको सापकोटा कल्याण केन्द्र मध्य प्रदेशको तर्फबाट स्वीकार्नुहोस्। जय कौडिन्य। केन्द्रीय सभापतिज्यूहरूलाई मैले आभार व्यक्त गरेको छु र मैले जुन बोझ जिम्मेवारी लिएको छु त्यो जिम्मेवारी मैले अहिलेसम्म मैले त्यसको लागि केही कामहरू अगाडि बढाएको छु। त्यसलाई पुरा गर्नको लागि मलाई सबैभन्दा बढी अहिले विशेष आवश्यक परेको छ केन्द्रीय सभापतिज्यूको नेतृत्वमा केही केन्द्रका अग्रजहरू गएर हामीलाई वंशावली सङ्कलन गर्नको लागि एउटा तालिमको आवश्यक छ। त्यो विषयमा मैले उहाँसँग कुरा गरिरहेको छु। उहाँले समय मिलाएर म चाँडै नै त्यो तालिम सदस्य पनि बनाउन सक्दा राम्रो भन्ने कुरा आएको छ। त्यसलाई पक्कै पनि केन्द्रीय कमिटीले सुन्नेछ र अनुमोदन गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यो साधारण सभा हामी एउटा राम्रो रूपमा बृहत रूपमा उपस्थिति देखाएर यो साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न हामी टाढा टाढाबाट उपस्थित भएका छौँ। सबैजना प्रति र मध्य प्रदेशबाट उपस्थित रहनुहुने सम्पूर्ण मेरा सहकर्मी बन्धु बान्धवहरूप्रति कृतज्ञता ज्ञापन गर्दै यो साधारण सभाको सफलताको शुभकामना दिँदै म मेरो छोटो 2 शब्द यहीँ अन्त्य गर्दछु। धन्यवाद। जय कौडिन्य। आदरणीय यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथि महानुभावहरू र मञ्चमा आसीन जो एक किसिमले भन्दा 75 जिल्लाबाट जिल्ला स्तरीय हिसाबले सहभागी हुन आउनुभएका हाम्रा के भन्न चाहन्छु भने यो सापकोटा कल्याण केन्द्र हाम्रा कौडिन्य ऋषिका सन्तानहरूमा तन मन धन लगाएर यहाँ यसलाई उत्थान गर्ने कुरामा जतिले मेहनत गर्नुभएको छ, श्रम गर्नुभएको छ, सञ्जाल रहेको ठाउँ त्यहाँमाथि बागमती प्रदेश पनि कम छैन। सम्भावना सायद अगाडि नै
सापकोटाहरूको वासस्थानमा घट्दै रहेको होला। अब यहाँहरू सबै पूर्व मेचीदेखि पश्चिम महाकालीका साथीहरूको बसोबास आफ्नो हाम्रो तीर्थस्थल दुईटा चाहिँ नदीका किनारमा रहेको त्रिवेणी धामको पछि हाम्रो सबभन्दा बागमती प्रदेशमा एउटै सापकोटा भएको छ। एउटा सापकोटा आएको छ। यहाँ बुद्धिजीवी वर्गहरूमा बौद्धिक वर्गहरूमा यो जुन किसिमको हाम्रा चाहिँ पौराणिक कुराहरूमा ज्ञान हुने धेरै हुनुहुन्छ। चासो गर्नु उनीहरूलाई धेरै कुरा बढाउन म तन्मन धनले सहयोग गर्छु भन्नुभएको छ। उहाँलाई उपयोग गर्ने चाहिँ अब यहाँका स्थानीय धेरै हामी पौडेन्द्र ऋषिको सन्तानले हो। अब यहाँ जुन ढङ्गले हामी अघि नै कुरा उठ्यो, अब यो मैले आफूले बोल्ने कुरा गर्नु हुँदैन, तर लाग्नु हुनेछ, लाग्नुभयो भने गर्न सक्नुहुन्छ। अरू कुरा यो अघि नै एउटा कुरा आयो, छोयो मलाई अलिकति मन धेरै महिला आदिम साथी मन थियो कि भन्ने कुरा गर्नु यो पनि असाध्य सान्दर्भिक कुरा हो। अब हाम्रो हलले सबैले कुरा गर्नुको तपाईँ ढुङ्गोला भने भाष गर्न सक्छ। कौतिन्य भने यो खालको तिमीले कसरी बनाउनु सक्यो भनेर हरेक फेसबुक हरेक चाहिँ अब आफ्नो मिडियाका माध्यमले कमजोर बनाउनु पर्छ। तर हाम्रो बागमती प्रदेशमा 13 जिल्ला छ। 13 जिल्लामा सापकोटाहरू हुनुहुन्छ, काहीँ अलि धेरै काहीँ अलिक थोरै। त्यसो भएको हुनाले बागमती प्रदेशको कुरा गर्दा हाम्रो यो देशमा सापकोटाको निम्ति अब हाम्रो जिल्लामा बाढीको साधनै नहुने टाइममा पनि फोनै नहुने टाइममा पनि देश डुलेर यसलाई अग्रसर बनाउने कुरा गर्नुभयो। अहिले सुविधा छ। हामी सबैले यो सापकोटालाई राम्रोसँग कसरी अग्रसर बनाउने यहाँहरू चाहिँ आफ्नो ढङ्गले लाग्नुहुन्छ। यहाँ धेरै गन्थन गरेर औचित्य छैन, समय छैन। त्यसो भएको हुनाले कार्यक्रमको चाहिँ धेरै अरू केही बाँकी छ। मान्छे चाहिँ भागाभाग गरेर हिँडी पनि सक्नु भएको छ। कोही फर्किसक्नुभयो, कोही हिँड्दै हुनुहुन्छ, कोही बाहिर हुनुहुन्छ। त्यसो भएको हुनाले कत्रो मिहिनेतले फलाने दिन यहाँ साधारण सभामा जाने गरेर तय गरेर हरेक खर्च पर्छ टुङ्गो गरेर गाडी रिजर्भ गरेर आउने, तर बस्ने टाइममा नसक्ने। यो कमजोरीलाई पनि सुधार्ने प्रयत्न गरौँ। यो पुनः भई सफलताको निम्ति म बागमती प्रदेशबाट अनुरोध गर्दै म 2 शब्द यही अन्त्य गर्छु। जय पौडेल। जिल्लाका सभापतिहरू र कार्यसमितिहरू रदेखि हामी छरिएर नेपाल अधिराज्य र विदेशमा कता कता छरिएर रहेका हामी सापकोटा बन्धुहरूलाई यस संस्थाका पूर्व विद्वानहरू जानमानहरू र विशेष गरेर मलाई नजिक ल्याउने भेटघाट गराउने यो अब यो पूजाका कुराहरू गर्ने त्यसपछि देवताको कुरा गर्ने कुलको पूजा गर्ने सिकाउनु भयो। उहाँहरूलाई उनको जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। पनि त्यहाँबाट यहाँ आएका थियौँ सुर्खेतबाट र यसमा यत्रो नेपाल अधिराज्यको एउटा किताब बनेर समेट्नु भयो र त्यसमा केही त्रुटिहरू त छन् नै, किनभने हाम्रो एउटा कागजी खेसराबाट लेखिएका कुराहरू आए पनि एउटा हामीले वंशले तयारी प्रकाशित गर्यौँ र यहाँबाट गएर क्यानाडाबाट गएर अनुमोदन गरिदिनु भयो। त्यसपछि यो र सापकोटा त धेरै छरिएर जानुभयो, तर केसी हुन्थ्यो हामी समान तरिका जान्थ्यौँ तर त्यति खोज्न हामीले आपत पर्ने थिएन। र अर्को कुरा चेलीबेटी पनि चलेको भेट्यो नभन्नै पर्ने हो नि त। अब गोत्र पनि के हो भनेर अहिले त स्पष्ट नहोला जस्तो लाग्छ। सापकोटा भयो कौटेन्द्र ऋषिको भयो त अब अरूको कहाँ होला त? शर्माको गोत्र खत्रीको गोत्र अरू कहाँ होला त? अधिकारी भयो नि खत्री भयो, घिम्रे भयो नि खत्री भयो, सापकोटा भयो नि खत्री भयो। हामीले के भएको छ त्यो कुरा अब यहाँहरूमा जिम्मेवारी भएको थाहा होला र केन्द्रीय समिति